नेपालमा बसेर अस्ट्रेलिया, युएस अनि त्यसपछि युरोपतिरको, युकेतिरको अकाउन्टिङ, आइटी एन्ड देन अदर कम्प्लायन्स रिलेटेड कामहरूदेखि लिएर डाटा एन्ट्रीको कामहरू गर्न कतिको पोसिबल छ। अनि त्यसपछि मैले पहिला चाहिँ मैले 5-6 इयर्स अगाडि गरेको काम हो क्या त्यो चाहिँ, त्यसरी गरेको थिएँ क्या मैले आफैले होइन। सो त्यति बेला गर्दाखेरि चाहिँ म एकदमै फ्रेसर थिएँ क्या। मैले 4th इयरको इक्जाम चाहिँ काठमाडौँ आएँ अनि स्टार्ट गरेको थिएँ। त्योभन्दा अगाडि मैले कहीँ पनि जब गरेको थिइनँ होइन। सो फ्रेसर पनि एकदमै पोसिबल छ, तर यसको अन्डरस्ट्यान्डिङ चाहिँ अलिकति के हुनुपर्छ भन्दाखेरि कसरी खोज्ने, अनि त्यसपछि कुन कुन कम्पनीहरूले हायर गरिरहेको छन्, अनि त्यसपछि कता कता भ्याकेन्सीहरू खोलिरहेको छ, तपाईँ रेज्युमे कसरी बनाउने, त्यसपछि तपाईँ इन्टर्न गर्न पनि सक्नुहुन्छ। त्यसपछि तपाईँले चाहिँ पहिला 2-3 महिनाको लागि ट्रेनिङ जस्तो लिएर काम गर्न सक्नुहुन्छ, या तपाईँलाई पहिल्यै हायर गर्न पनि सक्नुहुन्छ फ्रेसरहरू भएर होइन। सो यो भिडियोमा चाहिँ मैले तपाईँलाई फुल एक्सप्लेन गर्नेवाला छु, मैले कसरी गरेँ, त्यसपछि तपाईँहरूले कसरी स्टार्ट गर्न सक्नुहुन्छ भनेर। अनि धेरैजना सोधिरहनु भएको भएर यो भिडियो मैले आज नेपालीमा लिएर आएको छु। सो यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने प्लिज डु सब्सक्राइब माई च्यानल, किनकि मैले यो जब करियर रिलेटेड भिडियोहरू धेरैवटा अपलोड हालिरहेको छु। त्यसपछि धेरैवटा अलरेडी पनि छ, अनि त्यसपछि म I will keep uploading this informative video and then career related-देखि लिएर अरू भिडियोहरू पनि अपलोड गरिरहने छु। लेट्स स्टार्ट इट है त। फर्स्टमा चाहिँ हामीले के बुझ्नु जरुरी छ भनेदेखि हायर गर्ने कसरी हायर गर्छन् र कुन कुन कम्पनीहरूले हायर गरिरहेछन्, अनि त्यसपछि एक्चुअली यो आउटसोर्सिङ कसरी काम गर्छ भन्ने कुरा बुझ्नु जरुरी छ है। किनकि नर्मली चाहिँ मैले के बुझेँ भन्दाखेरि जस्तै मलाई मेसेज गर्नेहरूले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि कसरी कम्पनीसँग कनेक्ट गर्ने, अस्ट्रेलिया कम्पनीसँग या युएसको कम्पनीसँग कसरी कनेक्ट गरेर कसरी काम गर्ने भन्ने टाइपको कुरा सोध्नुहुन्छ होइन। तर फ्याक्ट चाहिँ के हो भन्दाखेरि तपाईँले यहाँनिर चाहिँ युएसको कम्पनीमा काम गर्ने होइन क्या। नेपालमा अहिले एकदमै धेरै आउटसोर्सिङ कम्पनीहरू खोलेको छ, अकाउन्टिङको लागि पनि, आइटीको लागि पनि। आइटीको लागि चाहिँ झन् एकदमै धेरै पहिलेदेखि नै थिएँ। अकाउन्टिङको पनि अब मैले 5-6 इयर्स अगाडि नै चाहिँ युएसको अकाउन्टिङ गर्थेँ नेपालमा बसेर, भनेपछि अकाउन्टिङको पनि एकदमै ग्रो भएको छ होइन। सो नेपालमा भएको आउटसोर्सिङ कम्पनीहरू जसले युएसको लागि, त्यसपछि अस्ट्रेलियाको लागि या युकेको लागि या युरोपको लागि काम गरिरहनु भएको छ, उनीहरूसँग चाहिँ तपाईँहरूले कनेक्ट गर्ने हो क्या। पहिला चाहिँ उनीहरूले भ्याकेन्सी खोलिरहेको हुन्छ नेपालमा, एकदमै धेरै भ्याकेन्सी खोलिरहेको हुन्छ। मैले पहिला काम गरेको कम्पनी फोकस आउटसोर्सिङ हो, काठमाडौँमा छ। उहाँहरूले पनि एकदमै धेरै भ्याकेन्सी खोलिरहनु हुन्छ, टाइम टु टाइम भ्याकेन्सी आइरहेको हुन्छ। लिङ्क्डइनमा तपाईँहरूले फोकस आउटसोर्सिङ भनेर खोज्नु त्यहाँ भेट्नुहुन्छ। अस्ति भर्खर पनि एउटा अपरेसन म्यानेजरको लागि के यस्तै के रोलको लागि 1 हप्ता अगाडि भ्याकेन्सी खोलेको छ होइन। सो यसरी भ्याकेन्सी खोलिरहन्छ, अनि उनीहरूले एकदम मजाले चाहिँ तपाईँको फ्रेसरलाई पनि हायर गर्छन् कि। म फ्रेसर स्टार्ट गरेँ हो, मैले 4th इयरको इक्जाम दिएँ, अनि त्यसपछि काठमाडौँ आएको थिएँ। अनि मैले कसरी पाएको त्यो जब भन्दाखेरि अब काठमाडौँ आएछ अभियसली हामी जब खोज्छौँ नि त। जब अप्लाई गर्दाखेरि मैले अनलाइन हेरेँ, अनि त्यस्तै जब भ्याकेन्सी थियो, मैले अप्लाई गरेँ, अनि गएँ इन्टरभ्यू दिएँ, अनि त्यसपछि उहाँहरूले मलाई हायर गर्नुभयो क्या। मसँग त्यतिखेर केही पनि एक्सपिरियन्स थिएन क्या। अनि अझै पनि म कतिवटा रोलहरू देख्छु, एसोसिएट रोलहरू जस्तै अकाउन्ट एसोसिएट रोलहरू हुन्छ नि, यो चाहिँ रोलहरूमा के अरे फ्रेसरलाई हायर गरेर हुनुहुन्छ क्या। तपाईँले फोकस आउटसोर्सिङ भनेर त्यहाँ हेर्नुभयो भने त्यहाँनिर भ्याकेन्सीहरू खोलिरहेको हुन्छ है। अनि अब कतिवटा क्वेसन चाहिँ कस्तो आउँछ भन्दाखेरि तपाईँको चाहिँ कसरी कनेक्ट हुने यहाँको अस्ट्रेलिया युएसको कम्पनीसँग भन्नुहुन्छ होइन। त्यो चाहिँ के भन्दाखेरि तपाईँले नेपालमा काम गर्नुहुन्छ, 1-2 वर्षको एक्सपिरियन्स हुन्छ, तपाईँले अब युएसको ट्याक्स रिटर्नदेखि लिएर तपाईँको चाहिँ अकाउन्टिङ भयो या आइटीकै भयो, जब तपाईँ त्यसमा मास्टर हुनुहुन्छ नि, जस्तै तपाईँकोसँग फुल एक्सपिरियन्स हुन्छ, अब तपाईँले सबै बुझ्नुभयो अकाउन्टिङमा कसरी काम गर्छ युएसको या अस्ट्रेलियाको, या त्यसपछि ट्याक्स रिटर्न कसरी काम गर्छ, इन्डिभिजुअल ट्याक्स रिटर्नहरूदेखि लिएर कम्पनी ट्याक्स रिटर्नहरूदेखि लिएर हरेक कुरा अकाउन्टिङ कसरी काम गर्छ भन्ने फुल तपाईँसँग नलेज भएपछि, एन्ड देन चाहिँ तपाईँले चाहिँ डाइरेक्टली अस्ट्रेलिया अरू युएस जहाँको छ तपाईँसँग एक्सपिरियन्स छ त्यहाँको कम्पनीहरू चाहिँ, अनि त्यसपछि चाहिँ खोजेर कनेक्ट हुन सक्नुहुन्छ होइन। अनि त्यहाँबाट तपाईँले फ्रिल्यान्सिङ स्टार्ट गर्छु भनेर स्टार्ट गर्दा पनि भयो एउटा। अर्को चाहिँ तपाईँलाई कम्पनीहरूले तपाईँसँग एकदमै राम्रो स्किल्स छ भनेदेखि तपाईँलाई स्पोन्सर गर्न सक्छ क्या। किनकि यो इन्डियाबाट धेरैवटा कम्पनीहरूले इन्डियाबाट स्पोन्सर गरेर लिएर आउँछ क्या मान्छेहरूलाई, आइटीको र अकाउन्टिङको। नेपालबाट नि आउनेहरू धेरै हुनुहुन्छ पिआरबाट, तर कम्पेरिटिभली इन्डियाबाट धेरै छ क्या। किन भन्दाखेरि उनीहरूसँग त्यो उयो आइडिया छ क्या, कसरी गर्ने, कसरी अप्रोच गर्ने, अनि त्यसपछि कसरी स्किलहरू डेभलप गर्ने भन्ने कुरा त्यो आइडिया छ क्या उनीहरूलाई होइन। अनि त्यसरी हुँदाखेरि चाहिँ त्यो आइडिया भएपछि उनीहरूले त्यही अनुसारले काम गर्छ, अनि अकाउन्टिङको लागि पनि आइटीको लागि पनि स्पोन्सरसिप भिजामा लिएर आउँछ क्या अस्ट्रेलिया। या चाहिँ अब अस्ट्रेलिया आउनुपर्छ भन्ने छैन, फ्रिल्यान्सिङबाट त्यहीँबाट हायर भएर काम गर्न सक्नु पनि भयो होइन। अनि फर्स्ट स्टार्ट भनेको चाहिँ नेपालमा भएको आउटसोर्सिङ कम्पनीहरूबाटै गर्ने हो है। सो लेट्स अब अर्को के कुरामा गरौँ भन्दाखेरि चाहिँ अब यो त बुझ्यो हामीले होइन। तपाईँले गुगलमा गएर खोज्नुभयो भन्दाखेरि यो लिस्ट कम्पनीहरू यहाँनिर मसँग छ, एनबीएसएम एसोसिएट भनेर, फिन्जर्भ ग्लोबल, एए आउटसोर्सिङ, कान्तिपुर म्यानेजमेन्ट, ग्रिन टिक नेपाल, बियोन्ड बुक किपिङ, सिएमएस नेपाल, ह्युमेनएक्स ग्लोबल होइन, फ्रन्टलाइन कन्सल्ट, यस्तो धेरैवटा कम्पनी छ अहिले आउटसोर्सिङ। यो अकाउन्टिङको लागि भयो होइन। जस्तै त्यतिखेर आइटीको लागि त्यतिखेर हामी अकाउन्टिङ तल्लो फ्लोरमा गर्थ्यौँ, माथिल्लो फ्लोरमा लिपफ्रग भन्ने थियो। हामी उनीहरूको पनि अकाउन्टिङ लिपफ्रग भनेको चाहिँ युएसको बेस थियो, तर
नेपालमा एकदमै धेरै फेमस कम्पनी हो, आइटी कम्पनी होइन। त्यसपछि क्लाउड फ्याक्ट्री भन्ने छ, यहाँनिर अर्को छ LIS नेपाल, ब्रेन डिजिटल IT सोल्युसन, भर्सेक नेपाल, ई सिग्नेचर। यो आइटीको त अस्ति एउटा यहाँ सेमिनार पनि भएको थियो, त्यहाँ म गएको थिएँ, आइटीको थियो त्यो सन्चै होइन। अनि त्यसमा पनि थाहा भयो नेपालमा धेरै हुनुहुन्छ क्या त्यो आइटीको लागि। त तपाईँहरूले यदि आइटीको हुनुहुन्छ भने थाहा नै छ तपाईँलाई। सो मैले यो लिस्ट यहाँ राखिदिएको छु, तपाईँहरूले जानुहोस्, यिनीहरूको वेबसाइटमा जानुहोस्, लिङ्किनमा फलो गर्नुहोस्, अनि त्यसपछि हेर्नुहोस् करियरमा यदि कुनै रोलहरू छ त यतिखेर भनेर, यदि रहेछ भनेदेखि चाहिँ त्यसमा अप्लाई गरिदिन्छु। फोकसमा करियर भन्ने अप्सन छ छैन यहाँनिर हेर्नु पऱ्यो त वेबसाइटमा। लोडिङ जब त भन्दैछ। अब अहिले यहाँनिर मैले तपाईँहरूलाई मैले यो देखाइहालेँ त, किनकि यहाँनिर रहेछ कि अहिले ट्याक्कै। जस्तै अब तपाईँको फोकस आउटसोर्सिङ हेर्नु भने राम्रो दाइहरू हुनुहुन्छ, मैले एकदमै धेरै कुराहरू सिकेँ त्यहाँबाट। अनि त्यही काम सिकेँ मैले, पहिल्यै त्यहीँको US को बेस्ट काम गरेको र त्यहाँको कामहरू सबै सिकेको भएर मलाई अस्ट्रेलियामा सजिलो भयो। म अस्ट्रेलियाको अब प्रायः मान्छेहरूले आउने बित्तिकै काम पाउँदैन, किनकि यहाँ सिस्टम बुझ्न टाइम लाग्छ। पढाइसकेपछि बल्ल स्टार्ट गर्नुहुन्छ क्या अकाउन्टिङ गर्ने, यहाँनिर अकाउन्टिङको पढाइसकेपछि। तर मैले चाहिँ यहाँनिर आएको 3 मन्थमा मेरो फर्स्ट सेमेस्टर पनि नसकिकन मैले काम सुरु गरेको थिएँ क्या। किनकि मलाई धेरै कुराहरू US को बेस्टको थाहा भएपछि के हुन्छ भन्दाखेरि US र यहाँ चल्ने सफ्टवेयर एउटै छ क्या। अब क्विक बुक चलाउँछ यहाँ पनि, जिरो चलाउँछ यहाँ पनि, US तिर पनि त्यो सफ्टवेयर चलाउँछ होइन। अनि सफ्टवेयर नलेज हुने बित्तिकै एउटा प्लस पोइन्ट भयो। अर्को भनेको अकाउन्टिङमा काम गरिसकेपछि अब तपाईँको अकाउन्टिङको मेन कुराहरू त सिमिलरै हुन्छ नि त, अलिकति यहाँको चाहिँ अब GST कुराहरू अलिकति फरक छ, नत्र त सेमै हुन्छ। अनि त्यो भएर चाहिँ तपाईँले बाहिरको एक्सपिरियन्स छ भनेदेखि चाहिँ अस्ट्रेलिया, US को या UK को यो 3टा चाहिँ मिल्छ क्या धेरै कुराहरू होइन। अनि त्यो छ भनेदेखि तपाईँले जहाँको भए पनि, तपाईँ जुन देशमा पछि गए पनि तपाईँलाई काम लाग्यो। अर्को नेपालमै बसेर पछि 3-4 वर्षको एक्सपिरियन्स भएपछि तपाईँले फ्रिल्यान्सिङ पनि खोज्न सक्नुहुन्छ आफूले। अब यस्तै मैले तपाईँलाई यो लिस्ट दिएको छु, कम्पनीहरूको लिस्ट। कम्पनीमा जानुहोस्, उनीहरूको वेबसाइटमा गएर करियर्स भन्ने लास्टमा हुन्छ, त्यहाँनिर छिच्नुहोस्, त्यहाँनिर हेर्नुहोस् रोल्सहरू भइरहेको हुन्छ, एउटा कुरा। प्लस अर्को कुरा चाहिँ के छ भन्दाखेरि तपाईँको लिङ्किनमा फलो गर्नुहोस्, किनकि उहाँहरूले धेरैले चाहिँ अहिले के गर्नुहुन्छ भन्दाखेरि लिङ्किनमा चाहिँ यो रोल अभाइलेबल छ भन्नुहुन्छ। अनि त्योभन्दा अगाडि मेन इम्पोर्टेन्ट कुरा भनेको के हुन्छ भन्दाखेरि तपाईँको चाहिँ उयो गर्नु पऱ्यो क्या, तपाईँको आफ्नो प्रोफाइल चाहिँ राम्रो बनाउनु पऱ्यो, रेज्युमी पनि राम्रो बनाउनु पऱ्यो है एउटा चाहिँ। मैले अगाडि नै यो भिडियो हालेको छु रेज्युमी कसरी बनाउने भनेर। यो चाहिँ अस्ट्रेलियामा अहिलेको अनुसार यसरी रेज्युमी बनाउँदाखेरि राम्रो होइन, किनकि यो चाहिँ तपाईँको के भन्छ मान्छेले हेर्दाखेरि सिम्पल पनि र एउटा स्ट्रक्चर रेज्युमी फर्मेट हो क्या, सबै ठाउँ काम लाग्छ क्या। तपाईँले यो भिडियो हेर्नुहोस्, जहाँनिर मैले चाहिँ रेज्युमी कसरी बनाउने भनेर यो भिडियोमा देखाएको छु, तपाईँले यहाँबाट हेर्न सक्नुहुन्छ है त। अनि त्यसपछि अरू कुराहरूमा चाहिँ अब थोरै स्किल्सहरू कसरी सिक्ने, त्यसपछि अकाउन्टिङ नलेजहरू कसरी बनाउने, के कुरामा ध्यान दिने होइन। त्यसपछि तपाईँको सफ्ट स्किल्सहरू कसरी बनाउने, त्यसपछि टेक्निकल स्किल्सहरू कसरी सिक्ने। यो सफ्ट स्किल्स त जहाँ पनि सिमिलर हुन्छ नि त। योवाला सफ्ट स्किलवाला भिडियो मैले हालेको थिएँ, धेरैजनाले डिमान्ड गर्नुभएको थियो टिकटकमा र होइन। यसमा यो हेर्नु होला, यो भिडियोले तपाईँहरूलाई धेरै हेल्प गर्नेवाला छ। अनि तपाईँले मेरो च्यानलको प्लेलिस्टमा गएर करियर रिलेटेडबाट हेर्नुभयो भनेदेखि तपाईँले एकदमै यदि अकाउन्टिङ हुनुहुन्छ या चाहिँ तपाईँ इन्टरभ्यूको लागि स्ट्रगल गरिरहनु भएको छ भनेदेखि चाहिँ तपाईँले त्यो भिडियो सबै यहाँ पाउनुहुन्छ क्या। सो यहाँबाट तपाईँहरूले हेर्न सक्नुहुन्छ। अनि त्यस्तै अब यो कुरामा चाहिँ तपाईँहरूको आई थिङ्क मैले एन्सर गरेँ होला, अब कसरी काम गर्ने भन्ने कुरा र कसरी भ्याकेन्सीहरू खोज्ने कुरादेखि लिएर मैले कसरी गरेको थिएँ भन्ने कुरा मैले तपाईँहरूलाई भनेँ है त। अनि अब चाहिँ यदि तपाईँहरूलाई यो रिलेटेड कुराहरूमा चाहिँ हेल्प चाहिन्छ केही कुरामा है, अब जस्तै अब तपाईँहरू कन्फ्युज हुनुभयो बिचमा कसरी गर्ने के गर्ने भन्ने कुरामा भनेदेखि तपाईँले मलाई चाहिँ मेरो फेसबुक पेज छ सञ्जय जोय गरेर, यो फेसबुक पेजमा गएर पनि तपाईँले मलाई मेसेज गर्न सक्नुहुन्छ। त्यहाँबाट चाहिँ मैले तपाईँहरूलाई रेस्पोन्स दिनेवाला छु है त। अनि त्यसपछि अब अर्को भिडियो लिएर म छिटै नै आउनेछु। सी यू नेक्स्ट भिडियो, फलो फर मोर। अनि त्यसपछि सब्सक्राइब गर्न नबिर्सनु होला, टिकटक एन्ड फेसबुकमा पनि फलो गर्नु होला, किनकि त्यहाँ पनि मैले अपडेटहरू र इन्फर्मेटिभ भिडियोहरू हालिरहेको हुन्छु। गुड लक टु यु।